हैंडसेक घंटा हुँदैछ 3-4 मात्रै पाइयो वा यो क्या सिन चिया चाहिँ यस्तो यो पुरानो भइसकेको रहेछ टिपा हुँदैछ के सिस्नु भयो अब भने चाहिँ हामी जङ्गलतर्फ लाग्दैछौँ सब्जी खोज्नु जङ्गल भन्दा पनि बारीमै भनौँ आफ्नै बारीमा अन्त म चाहिँ अहिले यहाँ जङ्गल ड्रेसमा छु होइन जङ्गल रोपेपछि जङ्गल ड्रेस लाउनुपर्छ अब भिलेज लाइफ यस्तै हुन्छ गाउँले जिन्दगी चाहिँ अब हामी दुईजना जाँदैछौँ अब के सब्जी पाइन्छ हजुरहरूलाई देखाउने छु भरे हामी चाहिँ अब यहाँ कटेज खोज्दैछ है खानुको लागि कति पाइन्छ हेरौँ कटेज बोक्ने झोला चाहिँ त्यहाँ ऊ यसको एक बेग लाने भएको घन्टा हुँदैछ 3-4 मात्रै पाइयो अब सब्जी खोजेर लानुपर्छ दामी छ यहाँ जग्गा हामी चाहिँ पुग्नुपर्ने चाहिँ अझै पल्लो डाँडामा छ पुग्नै लाग्या छ वा यो क्या सिन क्या जग्गा हे भनेको जस्तो दामी छ यो जग्गा अब भने चाहिँ हामी पुग्नै लागेको छौँ अब यो देख्नुहुन्छ फरेस्ट यता चाहिँ है यो तल खोल्चा छ खोला एउटा अन्त त्यो चाहिँ यता पर्जाबारी र उता फरेस्ट छुट्टिन्छ यता हाम्रो केटा छ सब्जी खोज्नु जाँदै हामी पुग्नै आँटेको छौँ पुग्नै लाग्यौँ यहाँ चाहिँ इस्कुस छ इस्कुस फेभरेट अहिलेको कमन सब्जी भिलेजको अहिले चाहिँ हामी यहाँ एक्लेटार भन्ने जग्गामा पुगिसकेको छु हो अन्त यो एक्लेटार भन्नेमा चाहिँ माथिसम्म अम्लिसो देख्छ होइन पहिला चाहिँ यहाँ चाहिँ खेती नै हुने गर्थ्यो अन्त हामी चाहिँ यहाँ खेतलाई पातमा आउँथ्यौँ होइन हल्का मकैहरू गोड्नु केहरू गर्ने कामहरू गरिन्थ्यो यहाँ चाहिँ खेती गर्छ अहिले चाहिँ खेती गर्ने सिस्टम छैन होइन अहिले त ड्यामडुम अम्लिसो र उतिस लगाएको छ यहाँतिर चाहिँ यहाँ उतापट्टि चाहिँ अलिअलि छ खेतीपाती सब्जीहरू लगाएको छ बोडीहरू फाइनली हाम्रो बारी पुगिसकेको छ अन्त मेरो चाहिँ होइन हाम्रो बारी भनौँ यहाँ चाहिँ हामी हल्का फुल्का खेती गर्ने गरिन्छ हो अन्त यहाँ तल देख्नु हुँदैछ त्यो चाहिँ सबै थापा हो यहाँ इस्कुसहरू पनि छ होइन इस्कुसको झाल ठुलो ठुलो अन्त गोठ यहाँ अन्त यता उँभो पनि गोठहरू हो त्यो हाम्रै गोठहरू हो त्यहाँ अहिले बाँझो छ हामी खेतीपाती गर्दैन होइन अहिले सक्दैन हामी भ्याउँदैन अन्त खेतीपाती पहिला चाहिँ ड्याममै गरिन्थ्यो नि त अन्त यो पारीहरू भयो अहिले बाँझै छ पहिला चाहिँ पुरा खेतीहरू गर्ने गरिन्थ्यो कोटमा चाहिँ के छ भने यहाँ चुला छ अन्त यहाँ गाख्री छ पानी थाप्ने उता पानी भर्ने जर्किन हो अन्त यहाँ हलो यो चाहिँ जोत्नुको लागि अन्त यहाँ पाइपहरू अहिले चाहिँ यहाँ सारसामान त्यस्तो छैन होइन अन्त पहिला चाहिँ पुरा यहाँ दाउरा सुकाइएको छ चिया चाहिँ यस्तो यो पुरानो भइसकेको रहेछ उदाउनु पर्ने यसले के काट्छ जस्तो लागेन अन्त यहाँ अब हामी खेती गर्नु रेडी हुँदैछ होइन यहाँ जोतिरहेको छ अन्त यो सबै बारीहरू हो अन्त यो अहिले सुक्खा बारी बाँझो लडिरहेको छ यो बारीमा केही छैन खेतीपाती अब अल्छे भएको होइन समयले भ्याउँदैन पहिला चाहिँ खेती डरलाग्दो हुन्छ यहाँतिर हो अब यहाँ हामी खोला पसिसकेको छ खोलादेखि उता चाहिँ जान्दैन हामी उता फरेस्ट एरिया हो यता चाहिँ हाम्रो बारी यो चाहिँ खोला चाहिँ एउटा बन्दी जस्तै हो होइन अन्त यता जङ्गल हो यहाँ उता गएपछि चाहिँ तपाईँहरू बेङ्गाल पस्नु सक्नुहुन्छ अन्त अब सिस्नु चाहिँ यहाँ तलतिर छ अरे होइन बस्नुपर्छ सिस्नु के हुन्छ के छ सब्जीहरू सब्जीको नाममा चाहिँ आफू यहाँ सिस्नु टिपा हुँदैछ के सिस्नु भयो पातले सिस्नु टिपा हुँदैछ अन्त भरे के हुन्छ इन्डिङमा देखाउँछु ल हजुरहरूलाई सब्जी आज के पाइन्छ भन्ने अहिले चाहिँ हामी यहाँनिर सब्जी खोज्दा होइन यहाँ पानी आइसक्यो पानी पर्दैछ अन्त यहाँ हामी चाहिँ बसिरहेको छौँ रुखको फेदमा है यहाँ रुख ठुलो छ अनि यहाँ भिजिँदैन जङ्गल हिँड्दा चाहिँ रुखमा बस्नुपर्छ हो अन्त सब्जी चाहिँ के पायो भनेर अहिले म देखाउँछु ल यसले पनि साथ आज छोडेन है माइकल लु हात मिला त लु ह्यान्डसेक लु ह्यान्डसेक पनि गऱ्यो है यसले आज दिनभरि हामीलाई साथ दिएको छ यो पनि अब लानुपर्ने हुन्छ होइन इस्कुसको मुन्टा पनि दामी हुन्छ सब्जी चाहिँ हरियो परियो खानुपर्छ हो अन्त अब यो पनि टिप्नेवाला छु है अब भने चाहिँ हाम्रो यहाँ फाइनल अर्ग्यानिक सब्जी टिपा हुँदैछ यहाँनिर सिमरायो है अन्त यो पनि लानुपर्ने छ आज चाहिँ सब्जीमा अन्त अहिले टिपिसकेर मात्रै देखाउँछु तपाईँहरूलाई आज चाहिँ के सब्जी पायो भन्ने म तपाईँहरूलाई देखाउँछु है अर्ग्यानिक फर्स्ट यहाँ यो चाहिँ इस्कुसको मुन्टा होइन अन्त इस्कुसको मुन्टा दामी हुन्छ त्यहाँदेखि यहाँ छ सिमरायो है यो सिमरायो पनि दामी हुन्छ
अन्त हरियो परियो। अन्त यहाँ सिस्नु पनि छ, यो सिस्नु पनि हो। अन्त यहाँ अलिकति निङ्गुरे पनि छ। अन्त यहाँनिर यो त के पो भन्छ, नाखिमा पनि छ, जङ्गली नाखिमा, यो पनि दामी हुन्छ। अनि हामी दुईजना गएको थियौँ होइन। आजको भिडियो चाहिँ अब यति मात्रै हुनेछ। तपाईँहरूलाई मन परिदियो लाइक, कमेन्ट एन्ड सेयर पनि गरिदिनु सक्नुहुन्छ है। फेरि नेक्स्ट ब्लगमा भेटौँ।